कन्टेन्ट क्रिएटरको जर्नी त चुज गरेँ, नगरे त होइन। कन्टेन्ट क्रिएटरको जर्नी चुज गरेँ। अब पहिले सुरुमा भोइस ओभर गरेर भिडियो पनि हाल्थेँ। ल ठिकै छ नि त, भोइस ओभर गरेर भिडियो हालौँ भनेर भोइस ओभर गरेर भिडियो पनि यताउता गरेर हाल्न थालेँ। 2-4-5वटा जति भिडियो हालेँ होइन। मैले यसरी त जोज हुँदो रहेछ भनेर फेरि होइन, अब यत्तिकै बोलेर हालिदिन्छु, मान्छेले मन परायो भने मन पराइहाल्छ, फलोवर्स अलिअलि बढिहाल्छ होइन। अनि त्यसपछि होला नि त केही उन्नति प्रगति भनेर सोचेँ होइन। अहिले फेरि अब त्यो सबैजना त्यही भन्छ, बरुभन्दा पुरानै त यसो भोइस ओभर गरेर हालेको ठिक छ, यो अहिलेको भन्दा त यसरी बाहिर बोल्नुभन्दा त यसो मान्छेहरूले पनि यसो 2-3वटा 4-5वटा भ्यू देख्छन्, के गरिस् कसो कता गइस् के गरिस् त्यो देख्छन्, अनि तँ पो हाले मजा आउँछ त नि भनेर भन्छन्। अब कन्फ्युज छु कि म चाहिँ फेरि। अब भोइस ओभर गरेर हालौँ, भोइस ओभर गरेर भ्युज नआउने होइन, भ्युज आउँछ नआउने होइन, भोइस ओभरमा अलिअलि यताउता गरेर पनि भ्युज त आउँछ है, नआउने त होइन। अब यसरी भिडियो हालौँ, अलिअलि यसमा पनि आइरहेछ होइन। मेन कुरा कमी के हो भन्दाखेरि म आफै बुझिरहेको छु, मैले एक त टाइम दिन सकेको छैन कन्टेन्ट क्रिएटरलाई। मेन त कन्टेन्टहरू बनाउनलाई टाइम दिनुपर्छ नि त। बिहान काम गयो, बेलुका घर आयो, यसरी बस्यो, त्यसपछि त अरू केही काम छैन। अब हुन्छ नि त लाइभ पनि हान्छु युट्युबतिर चाहिँ होइन, यसो पब्जीको त्यो पनि अहिले हान्न छोडिसकेँ। अनि केही गर्दा नि भएन, केही गर्दा नि भएन, न फलोवर्स बढ्छ न केही गर्छ, कसरी गर्ने त नि। अनि अलिकति जाँगर आउनु, यसो फलोवर्स बढे पो जाँगर आउँछ त नि होइन। त्यही भएर त्यसो फलो गरिदिउँ है। तर अब फेरि अब भोइस ओभर गरेर भिडियोहरू आउँदैछ है गाइजहरू। ल।